घरमा नआएर निस्किसक्यो पोखराको लागि। अनि पोखराको लागि चाहिँ निस्किसक्यो, सत्त आइसक्यो। सो राइट चाहिँ गडक छ। सो हामी चाहिँ काठमाडौँ भ्यालीतिर देख्न सकिन्छ। सो ब्युटिफुल प्लेस। हामी चाहिँ यहाँबाट अब निस्किने बेला भइसक्यो ढुक्कसँगले। सो बवाल देखिन्छ रोडहरू चाहिँ। यो चाहिँ काठमाडौँको रिङ रोड। यो चाहिँ तेल हाल्ने ठाउँ। सट्ट तेल हाल्नु पर्ने हुन्छ अब थोरै। त्यहाँबाट अगाडि बढ्यौँ। सट्ट बवाल छ है। सो नाइस प्लेस। अब चाहिँ हामी करिब काठमाडौँ निस्किन लागिसक्यौँ। सो चेकपोस्ट पनि कट्न लागिसक्यौँ। सो देख्न सकिन्छ हामी चाहिँ नबिसेको ओह्रालो बवाल छ। ओह्रालोमा पनि रोड चाहिँ थोरै बिग्रिरहेछ। यो देख्न सकिन्छ। यो चाहिँ सुरुङमारबाट पनि अगाडि लागिसक्यौँ हामी। सो बवाल छ सुरुङमार पनि। सो बवाल देख्न सकिन्छ। सो सुरुङमार चाहिँ सुरु हुला जस्तो भइरहेछ। त्यही पनि कामको लागि अगाडि चाहिँ काम पुरा गरिरहने। सो कच्ची रोड यो चाहिँ नबिसेको तल चाहिँ सुरुङमार कटेपछि कच्ची रोड चाहिँ बवालै छ। लगभग 100 मिटर जति नै ठाउँमा 100 मिटर जतिको कच्ची रोड। अनि सो देख्न सकिन्छ बवाल छ प्लेसर। 100 मिटरको चाहिँ अफ रोड छ। सो बवालमा चाहिँ आइसक्यो। धेरै अगाडि आइसक्यो। सो बवाल ठाउँ छ। सो देख्न सकिन्छ। सो ब्युटिफुल ठुलो पनि बवाल छ। सो देख्न सकिन्छ बवाल ठाउँहरू। कच्ची रोड यो चाहिँ त्रिशुलीको डोरमा कच्ची रोड। सो देख्न सकिन्छ अहिले चाहिँ बवाल प्लेसमा आइसक्यो। सो अगाडि पनि बवाल छ। रोडहरू चाहिँ बवाल छ है। फाइनल्ली हामी चाहिँ धेरै अगाडि आइसक्यो। सो यो चाहिँ बवाल बाटो छ। सो हामी चाहिँ दमौली पुल आइसक्यौँ। बवाल चाहिँ दमौली पुल चाहिँ अर्को नयाँ चाहिँ सञ्चालन भएन, पुरानैमा हिँडिरहेछौँ। सो बवाल देख्न सकिन्छ। टक्क धेरै लामो छ पुल चाहिँ। पुरा देख्न सकिन्छ खोलाहार। पुरा कामहरू बिजी भइरहेछ। दमौली पनि देख्न सकिन्छ। आज चाहिँ करिब पोखरा आउन लागिसक्यो। आजको यात्रा चाहिँ बवालै भयो। नर्मली दामी देख्छ रोडहरू पनि बवाल देख्न सकिन्छ। यहाँ चाहिँ गाडीहरू चाहिँ यस्तो पोखराबाट काठमाडौँ जाने जिप चाहिँ झरेछ तल कार चाहिँ। सो देख्न सकिन्छ। मान्छेलाई चाहिँ के भएन। सो त्यस्तो आँटिनु पर्ने केही छैन। अनि म पनि अब झरेर हेर्नुपर्ने हुन्छ। सो म हेर्छु कस्तो अवस्था छ गाडीको, त्यो देखाउँछु है। त्यसकै आइज। सो रोड क्रस गरेर देख्न सकिन्छ। हेर्दै गर्नु होला है त। सो मान्छे चाहिँ छैन है, निस्किसक्यो। मान्छे चाहिँ एक्सिडेन्ट चाहिँ बिहानै भइसकेको रहेछ। मान्छेले चाहिँ लुस भएर पोखरा हस्पिटल, गाडी चाहिँ यतातिर झरेर केही भएको छैन। सो सबैजना रोकेर एकजना दुईजना गर्दै हेर्ने भए। सो त्यस्तो केही भएको छैन। सो डेन्जर चाहिँ छैन है, देख्न सकिन्छ। आज चाहिँ न्यू कन्टेन्ट हो गाइजहरु। सो बवाल छ। कारै झरिरहेको ढलमा, पानी झर्ने ठाउँमा चाहिँ कार झरिरहेछ। सो देख्न सकिन्छ। खासै मान्छेलाई चाहिँ केही भएको छैन। मान्छे चाहिँ उद्धार गरी पोखरा गए, कार चाहिँ तल चाहिँ झिक्न, उद्धार टोली चाहिँ झिक्न आउनुपर्ने मान्छे। अब म लागेँ पोखरातर्फ लाग्दैछु। यात्रा चाहिँ सिद्धिएको छैन। सो देख्न
देख्न सकिन्छ सब मान्छेहरू हेर्दै। अब चाहिँ धेरै अगाडि आइसकेँ म। अब यो चाहिँ विजयपुर, यो चाहिँ विजयपुरको पुल र चाहिँ म फाइनली पोखरा छिरिसकेँ। यो चाहिँ विजयपुरको पुल हो। यो चाहिँ नयाँ पुल। सो यो पनि कटे। यो गाडी हिँड्ने गाडी चाहिँ अलिक क्लास ढिलो हिँडिरहेछ। सो बाइक पनि म चाहिँ अलिक स्पिडै हिँडेँ। सो यो बाइकले गर्दाखेरि चाहिँ मलाई गाह्रो भइरहेछ, देख्न सकिन्छ। सो बवाल छ है, सो बवाल देख्न सकिन्छ। सो अरू रोड पनि निर्माण हुने। सो म चाहिँ फाइनली पृथ्वी चोक पनि क्रस भयो। पोखरा बजार सिद्धि। अर्को भिडियो चाहिँ नेक्स्टचोटि हेरिदिनु होला।